घामले सिक्छ अनि यहाँ पछाडि हेर्नु न यो दलित जेनजी भनेको छ हो अनि दलित पर्सनलाई पनि हेर्नु पर्यो होइन कसरी गर्न सकिन्छ होइन डिस्क्रिमिनेसन कसैलाई गर्नु भएन होइन म त एउटा थापाको छोरी हो होइन थापाको छोरी हो हजुर होइन त्यही पनि तर म चाहिँ आल सपोर्ट दिएँ क्या ब्लड काटे पनि त्यही आउने हो होइन हो कि नभन्छ होइन त्यो एउटा वी निड टु सपोर्ट दिएँ क्या म चाहिँ त्यही भन्छु क्या सबैजना मिल्नु सपोर्ट गरौँ होइन ब्लड काट्नु भएको छ हात काट्नु भएको छ तपाईँले कहिले न काटेको छैन छैन सर्जिकल गर्ने टाइममा चाहिँ गराएको छु ड्रिङ डक्टर द्याट्स राइट ए कस्तो ड्रिङ डक्टर भन्नाले नाइ मैले डक्टर पनि पढेँ ए डक्टर हो डक्टर साहब हो हजुर डक्टर साहब नमस्कार है अहिले मेरो यो लिन भएको छैन कि लाइसेन्स भएको छैन ठिक छ पढ्दै हुनुहुन्छ भोलि भविष्यमा के हुन्छ दलितहरूलाई भविष्यमा मलाई चाहिँ मलाई गर्न मन लागेको भनेको चाहिँ म सिधै भन्छु होइन सोसल वर्किङ सोसल वर्किङ सोसल वर्किङ गर्ने म चाहिँ मलाई अरू यो लाइक अब नेता बन्ने यो बन्ने त्यो बन्ने मलाई केही इन्ट्रेस्ट छैन मेरो त तपाईँ एक्सन खतरा लाग्यो कि बोल्ने एक्सन छ नि एकदम खतरा लाग्यो डक्टर साहब ल हुन्छ नि त है हामी भेटै गरौँ न आजलाई डक्टर चाहिँ कुन डक्टर पढ्दै हुनुहुन्छ अपरेसन गर्ने हो कि नाइ सर्जिकल अपरेसनको लागि अपरेसनको लागि हो हजुर सरकारलाई के भन्न चाहनुहुन्छ अन्तिममा अब म त तपाईँ सरकारलाई के भन्न चाहन्छु भने होइन यहाँनिर जति पनि पीडित छन् उहाँलाई होइन न्याय दिनुहोस् होइन त्यो भन्न चाहन्छु म चाहिँ तपाईँले टोपी चाहिँ उज्यालो नेपाल के अरे पार्टीको लगाउनु भएको छ त्यो कार्यकर्ता हो तपाईँ ए होइन यतिकै जिस्केर लगाइराख्नु हो कि अनि हातमा एउटा मुद्दा छ टाउकोमा अर्कैको टोपी छ के हो तपाईँको जिस्किरहेको हो कि अनि यो जिस्किने ठाउँ हो त तपाईँको भने होइन मुद्दा उठाउन आउने हो नि यहाँ काट्छु भनेर है ल काट्छ